नेपाल बस्दाखेरि त अब कोरिया गइन्छ, कोरियामा गएर 2 लाख कमाइन्छ, 3 लाख कमाइन्छ, नेपाल फर्किन्छ, घर बनाइन्छ है। सोच्दाखेरि त कति सजिलो छ नि त होइन, कति सहज छ नि त, तर गाह्रो छ क्या, सोचे जस्तो केही पनि छैन है। अनि अब आफूसँग के अरे काम गर्ने साथीभाइहरू, पार्टनरहरू, सहकर्मीहरू भनौँ न, सहकर्मीहरू, सम्पूर्ण सहकर्मीहरू राम्रो हुन्न होइन, भने जस्तो हुँदैन। किनकि अब हामी फरक फरक के अरे परिवेशबाट, फरक फरक एउटा के अरे मूल्य मान्यताबाट आएको, त्यो भएको कारणले मान्छेको हरेक स्वभाव, हरेक विचार फरक हुन्छ। त्यो स्वाभाविक कुरा पनि हो। तर कस्तो हुन्छ भने यत्रो सानो कुरामा पनि किचिज गर्ने, अनि सिनियरले जुनियरलाई, नयाँलाई चाहिँ अलिकति हेप्ने, अनि के अरे कोरियनहरूलाई अनि साउलाई चाहिँ